जापानमा बैंक टु बैंक पैसा ट्रान्सफर गर्नको लागि बनाइरहेको छु यो भिडियो चाहिँ। आफ्नो एटीएम कार्ड लगाएर अनि पर्सनल नम्बर हाल्नुहोस् 4 वटा, अनि कुन बैंकमा ट्रान्सफर गर्नुहुने त्यो सेलेक्ट गर्नुहोस्, अनि अगाडिको नाम लेखेपछि यसरी आउँछ ग्रामीण, र अनि यो नम्बर थिचेपछि यो बैंकको नाम, यो खान्जीहरू चुज गर्नुहोस् पैसा सेन्ड गर्ने भनेर। त्यसपछाडि त्यो आफूले पठाउन लागेको बैंकको नम्बर लगाउनुहोस् अनि पैसा कति पठाउने हो। मैले चाहिँ 1 लाख स्कुललाई हाल्नुपर्ने थियो, मलाई पनि नआएर जापानिजले सिकाइरहेको छ। अनि मेरो नाम त आइसक्यो, बैंकको आफ्नो पर्सनल बैंक कोड हालेपछि, तर फेरि पनि लेख्नुपर्छ। अनि गएको चाहिँ नम्बर पनि लगाउँदैछु यसरी। अनि त्यसपछाडि आफ्नो फोन नम्बर लगाउनुहोस्, अनि यहाँ ग्रिनमा टच, अनि एकचोटि खागुनिन गर्नुहोस् मिलेछ कि छैन भनेर सबै हेर्नुहोस्। अनि त्यसपछाडि यस्तो गामेन आउँछ, र यो पछाडि चाहिँ हजुरले माथिको इन्स्यु ब्लू कलरमा टच गर्नुहोस्, अनि ओवारी मासिताको खान्जी आइसकेको छ। जापानमा धेरै गाह्रो हुन्छ नि त, यो सबै खान्जीबाट लेखेको हुन्छ। अनि यसरी एटीएमबाट पैसा लगाउनु भयो भने चाहिँ पैसा पनि सस्तो काटिन्छ। त्यही कारणले यो भिडियो हजुरहरूलाई पनि केही हेल्पफुल हुन सक्छ भनेर मैले बनाइरहेको छु।